गजब छ मान्छेको आचरण। लो फ्यामिली मिडल क्लास फ्यामिलीलाई चाहिँ मन पराउँदैनन्, होच्याउँछन्, डोमिनेट गर्छन्, उनीहरूलाई तल पार्छन् होइन। उनीहरूले लाको खाएको केही पनि नराम्रो होइन, उनीहरूलाई चाहिँ यतिसम्म डोमिनेट गर्छन् कि कुरै छोडिदेऊ। अनि त्यसपछि आफ्नो मुभी सुपर हिट बनाउनको लागि चाहिँ, सुपर डुपर हिट बनाउनको लागि चाहिँ कहाँ छ लुकेको कहानीहरू, त्यही दुखी गरिबहरूको होइन, च्यात्तिएको लुगा देखाउँछन्, त्यसपछि आएर खाना पनि नदिएको, घरमा पकाउनलाई चामल पनि नभएको होइन, त्यस्तो दुखी दरिद्र कहाँबाट बटुलेर कहानी चाहिँ फेरि आफ्नो फिल्म हिट बनाउनलाई चाहिँ त्यही दुखी गरिबको कहानी बटुलेर चाहिँ फिल्म बनाउँछन् नेपालीहरू। अचम्म लाग्छ। त्यही रियल लाइफमा चाहिँ त्यो मान्छेलाई उनीहरूले रेस्पेक्ट मान सम्मान गर्न सिके कति राम्रो हुन्थ्यो। अनि त्यही मुभी हिट भएपछि त्यो पैसा चाहिँ राम्रो, त्यो कमाएको पैसा चाहिँ राम्रो होइन। अनि त्यही नेपालीहरू चाहिँ जुन त्यही स्ट्रगल गरेर लाइफ जिरहेको छ निरन्तर डेली रुटिनै त्यही छ होइन, त्यही भइरहेछ नि। फेरि त्यो मान्छे चाहिँ उनीहरूलाई नराम्रो फेरि, अनि उनीहरूको कहानी हिट फेरि डामाडोल। अचम्म लाग्छ कि मान्छेहरूको यो दुईतर्फी व्यवहार देखेर क्या। दुईतर्फी क्यारेक्टरहरू जुन हुन्छ नि मान्छेको, टु फेस पिपुल के त्यसलाई भन्छ। पैसा कमाउनलाई चाहिँ उनीहरूलाई राम्रो, त्यो स्टोरी राम्रो होइन। रियल लाइफमा जुन मान्छेले भोगिरहेको हुन्छ नि त्यसलाई चाहिँ उनीहरू अनि त्यो चिजहरूबाट होइन इरिटेटिङ हुन्छन्। अनि त्यसपछि त्यही रियल लाइफको कुरालाई रिलमा उतारेपछि त यो आउँछ नि त यो फ्यान्टी होइन, त्यो चाहिँ राम्रो फेरि खोजी खोजी लिएर आउँछ क्या त्यस्तो। मलाई चाहिँ यो टु फेस गर्ने पिपुलहरू हुन्छ नि, लिटरली आई हेट दिस पिपुल के, लिटरली।